ब्याउनी बनाएर नि हिँड्नु अब यो बच्चाको बाउ मैले कसलाई जो पाइ त्योसँग सुत्दै हिँडेपछि ब्याउने त बनाइहाल्छ त होइन त साथीहरू। हेलो साथीहरू, पढ्ने त कमेन्ट्स। आज पनि रमाइलो रमाइलो भिडियोहरूको कमेन्टहरू लिएर आएको छु। मजासँग भिडियो हेरेर कमेन्टहरू पढौँ है त। अर्काको बुढी हो थाहा छ, दुईटा आमाको बच्चा हो थाहा छ, उसको बुढाले थाहा पायो भने कट्टा हानिदिन्छ भन्ने नि थाहा छ। तर पनि मलाई डर छैन, सायद वीर गोर्खालीको छोरो भएर होला। तो चलिए शुरू करते हैं। हामी दुईवटा बच्चा भएकोलाई सुनाएको होला नि खुब। दुईटा आमाको बच्चा, धन्न म एउटै आमाको बच्चा भएँ। दुईटै आमाको बच्चा है, रामेश्यामे कता छौ? धेरै बोल्ने बानी उल्टै गल्छ हानी। वीर गोर्खाली छोरो भएर होइन, 7.5 को दशा लाएर। आप कहाँ थे ज्ञानी बाबा? अरू केही होइन, दशा लागेर हो सोल्टी। क्या कर रहा है? धन्न मेरो बुढी परेन छ, मेरो त बच्चा एउटा मात्र छ। अच्छा लोकल बस जस्तै रहेछ यसको मन पनि खाली छ भन्दै राख्ने। मेरो त एक्सप्रेस हो है हजुर। अच्छा थापेको पोस्ट त दामी छ त। मलाई त तिमी जस्तो डिलक्स मन पर्छ। भारी बोक्ने टडक जस्तै रहेछ तिम्रो ढाड पनि। के बोले भाइ? अन्त पाए अरूसँग मस्किने, नपाए मसँग बोल्न आउने। त्यस्तालाई हामी पनि हुआरिउ नै भन्ने। तो चलिए शुरू करते हैं। अलिकति माथि उठाइदिएको भए सुनमा सुगन्ध हुने थियो, मनलाई शान्त हुन्छ। रिप्लाई हेर्नु न, पिण्ड खाने बेलामा यस्तो कमेन्ट। बात तो सही है। देखियो आज मेरो एक्जाम राम्रो हुने भयो है। मतलब वो अलग ही लेवल का बंदा था। धेरै वर्ष भयो यो चिज देख्न नपाएको, आज अलिकति देखियो, अलिकति माथिसम्म देखाइदिएको भए सुनमा सुगन्ध हुने थियो। डिप्रेसन टाइममा औषधि खानु लानु, डाक्टरले छिट्टै ठिक हुन्छ भनेको छ। झन्नै देखेको यार। त्यस्ता मजा आया। होइन होइन, फिमेलको लागि त्यस्तो हुँदैन होइन। अब अलिकति नेपाली समाजमा अब त्यस्तो हुन त हुन्छ होइन। अब सबै कुराहरू अलिकति प्राइभेसी नै हुन्छ होइन। नआउने होइन, आउनुहुन्छ, सोध्ने मान्छेहरूले नि सोध्नुहुन्छ होइन। फिमेलले पनि मलाई वाट्सएपमा मेसेज गर्नुहुन्छ, लाइक फिमेलहरु पनि थुप्रै हुनुहुन्छ होइन आफ्नै आर्टिस्ट मेलकै लागि, मेल पार्टनरको लागि नि यस्तो यस्तो छ भनेर फिमेल नै बोल्न आउनुहुन्छ क्या। त्यो प्राइभेट पार्टनर यो त्यसको लागि नि अब लाइक मेरो हस्बेन्डको लागि यस्तो यस्तो भनेर के कस्तो हो, यसले साइड इफेक्ट गर्छ कि गर्दैन भनेर राम्रो कुरा हो त्यो भनेको। बेरिङ भन्दा एक्सिलेटर हाल्नु नि। मैले पनि 4 महिना भयो हालेको, तर यो बेरिङले राम्रो काम गरेन। दोबारा दिनै मान्दैन यार। गेडा खुवाउने गरेको छौ होइन र? खाने हो कि लगाउने हो र यो औषधि? के बोले? के छ थाहा बोले? अबे साले आज हाम्रो स्वागत सुतौँ बुढा। अब मलाई ब्याउनी बनाएर नि हिँड्नु अब यो बच्चाको बाउ मैले कसलाई देखाउनु। 2 मिनेटमै ब्याउनी बनाइदियो त। केटासँग बिहे गर भने माया पनि गर्दो रहेछ, डिभोर्स पनि दिँदो रहेछ। बरु यही माग्ने बिहे गर्छु, माया पनि गर्छ यसले भयो। म तिमीलाई जीवन साथी बनाउन राजी भएँ, हिँड न त मेरै घर जाउँ अब। सिन्दुर होइन, अरू अर्कै हालिसके है। समझ रहे हो? यही हो घर हजुरको? मेरो घर यही हो। अनि साथी तिम्रो गाउँ कहाँ हो, नाम के हो तिम्रो? मेरो चाहिँ तोरीफुले गाउँ, बुढा मेरो नाम।
यस्तो लुगालाई चाहिँ अब लुगालाई चाहिँ यही भएर गर्नुपर्छ। बेहुनी बनाएकै राम्रो हो नि। बुढी म यस्तो भए ओहो तिमी त कति ह्यान्डसम रहेछौ। ल अब साथ गर्न लाइसक्यो मिठो गरी खाना पकाऊ बुढाबुढी सुतिहाल्नुपर्छ है। दिल ठुलो छ दिदीको। तिमीले त खाना पनि कति मिठो बनाउँदो रहेछौ है साह्रै मन पर्यो। तिमीले त मेरो एकै दिनमा मन जित्यौ नि। अनि म त साह्रै मजाको पनि छु अब सबै काम जाने पनि छु। कसैलाई ब्याउने बनाउनु पर्यो मलाई सम्झनु होला। आहा कति राम्रो नाम, मान्छे पनि उस्तै राम्रो, नाम पनि उस्तै राम्रो तिम्रो त। तोरी फुले गाउँ बुढा मेरो नाउँ रे। तो चलिए शुरू करते हैं। कत्रो होला है साथीको पापा त। मान्छेहरू कति लापरवाही भएका। आज एउटाले बाटोमा फ्रुटी खाएर बट्टा नपड्काइ हिँड्यो। रिप्लाई हेर्नु न, कुन दिन तिमीलाई पड्काउँछ पट पट पट। पुरै पग्लिएछ त गर्मीले। यो स्टेपमा त बब्बाल हुन्थ्यो म्याथ सिक्न नि यार। कस्तो सेक्सी देखियो, साउन्ड पनि मिलेको छ, मेरो नि कुछ भो।